मेरो मासु पाकिसक्यो साथीहरु। भात सात पस्केर म आफ्नो देवरलाई यहाँ हेर्न सक्नुहुन्छ। मेरो ह्यान्डसम देवर खीर पकाउन साथीहरु। मलाई त हेलो साथीहरु नमस्ते, फेरि पनि स्वागत छ सम्झना युट्युब च्यानलमा। र म सन्चै छु, तपाईहरु पनि सन्चै हुनुहुन्छ भन्ने आशाको साथमा म ब्लग लिएर आएको छु। न्यू डेमा न्यू ब्लग। अनि गुड मर्निङ सबैजनालाई। र म जाँदै छु खाना पकाउन। बिहानको खाना साथीहरु यहाँ हेर्न सक्नुहुन्छ। आलु अनि यो बिरिया आलु र बिरिया सँगै पकाउँछु मिलाएर। अनि ग्यासमा दाल दिएको छु पाक्न। खानासाना पकाएर म भिडियो कन्टिन्यू गर्छु साथीहरु। भात मेरो पाकिसक्यो साथीहरु। यहाँ हेर्न सक्नुहुन्छ राइस कुकरमा भात दिएको थियो, त्यो पाकिहाल्यो। यता आलु बिरियाको तरकारी अनि यो कुकरमा दाल छ, धनियाको चटनी अनि नुन मर्चा यता छ। अब म भात पस्किरहेको छु साथीहरु आफ्नो बुढाको लागि। म भात पस्किसके साथीहरु। यहाँ दाल अनि आलु बिरियाको तरकारी, धनियाको चटनी अनि खुर्सानी। भात दिन जाँदै छु आफ्नो बुढालाई। म आफ्नो बुढालाई भात दिइसके साथीहरु। खुर्सानी खाने नखाने। म जाँदै छु खीर पकाउन साथीहरु। किनभने मेरो सासु आज जानुहुन्छ माघे संक्रान्तिको लाई मुरही दिनलाई आफ्नो छोरीको घर, मेरो नन्दको घर। अनि खीर पनि लगिदिनु हुन्छ। लाई भुजाको लाई बनाइसक्नु भयो। अब खीर पकाउँछु अनि एकछिनमा जानुहुन्छ सायद। म हेराउँछु तपाईहरुलाई। छु साथीहरु यहाँ दुध तातिसक्यो। म सिम्पल तरिकाले खीर पकाउँछु। यहाँ पानीमा भिजाको चामल दिन्छु दुधमा अनि यो चिनी दिन्छु। पानीमा भिजाको चामल दिँदा अलि छिट्टो खीर पाक्छ। खीर सिर पाकिसक्यो साथीहरु। अब म खाना खान जान्छु अनि खाना खाएर भिडियो कन्टिन्यू गर्छु ल। खाना खाइसके साथीहरु। भाँडा बर्तन पुरै धोइसके। अब मेरो बुढा जाँदै हुनुहुन्छ, यहाँ हेर्न सक्नुहुन्छ अफिस। अनि मलाई त भैँसी बस्ने गोठालो सफा गर्दा गर्दै दिन बित्छ के साथीहरु। यही काम गर्छु दिनभरि म। यहाँ हेर्न सक्नुहुन्छ जाँदै हुनुहुन्छ मेरो बुढा। जल्दी आ बे, बड़ा लेट से आवत रही तू, बुझली? सक्नु भयो। अब मेरो काम बख्रालाई यो पत्ता दिन्छु खानालाई। कम्ता काम छ साथीहरु। अब यो पत्ता बख्रालाई दिन जाँदै छु। ल खाऊ भाइ। अब भैँसीलाई पराल दिनुपर्छ। भैँसीलाई पराल दिन्छु अनि यो बख्रालाई अझै यो खानेकुरा धान गेहुँ गुन्डा सिझाएर खान दिन्छु। मेरो सासु मम्मी जाँदै हुनुहुन्छ यो मोटा लिएर छोरीको घर, मेरो नन्दको घर साथीहरु। चप्पल पिन लिए, ले चप्पल। यहाँ मेरो सासु मम्मी अनि मेरो ससुर जाँदैछ छोरीको घर माघे संक्रान्तिको सनेस दिनलाई साथीहरु। एक बोरा लिएर जाँदै हुनुहुन्छ। ले जो निक्से। बाप्रे साथीहरु, 10 बजे सुतेको मान्छे अहिले 2 बजे उठेको छु। अनि उठेर भैँसी बस्ने गोठालो सठालो सबै सफा गरेर नुहाइ धुवाइ गरेर अब जाँदैछु चुल्होमा माटो लगाउन। बाप्रे कामै काम। यो खखरी ल्याइसकेको छु साथीहरु। अब यसमा माटो मिसाएर चुल्होमा लगाउनु पर्छ। म माटो मिसाउँदै छु साथीहरु। यो खखरीमा मिसाइसकेको छु। अब चुल्होमा लगाउँछु माटो। यसरी पुरै मिसाएर
माटो र खख्री अनि लगाउँदा अलि बढी टिक्छ के। अनि यो झर्दैन यसरी म चुलोलाई पोतिरहेको छु साथीहरू। चुलोलाई निपेर पोतेर गइसक्यो। अब मेरो यहाँ चुलोको निपापोती भइसक्यो साथीहरू। अब म एकछिनमा साँझको खाना पकाउँछु। अनि के पकाउँछु साँझको खानामा म हेराउँछु तपाईहरूलाई। बाई। मेरो भात पाकिसक्यो साथीहरू। यो भात यो कुकरमा दाल छ अनि छिम्मीको तरुवा धनियाको चटनी पकाएको छु। सासू ससुरालाई दिइसके साथीहरू। सासू त छैन ससुरालाई अनि बुढा। मेरो ससुरजीले खाना खाइसक्नु भयो साथीहरू। अनि मेरो यो देवरले ल्याउनु भयो कुखुराको मासु। 8 बजिसक्यो 8:30 अहिले पकाउँदैछु मासु। अनि मासु सासु पकाएर हामी सबैजना मेरो मासु पाकिसक्यो साथीहरू। भात सात पस्केर म आफ्नो देवरलाई यहाँ हेर्नु सक्नुहुन्छ। मेरो ह्यान्डसम देवर या मेरो बुढा। अनि म पनि ल्याएको छु। अब खाँदैछु मासु भात। एकछिनमा ब्लग खाएर ब्लग कन्टिन्यू गर्छु साथीहरू। अहिलेको लागि बाई बाई। म खानासाना खाइसके साथीहरू। आफ्नो देवर अनि बुढालाई पनि खुवाइसके। बर्तन सन्तन पुरै धोएर राखिहाले। अब म ब्लग यही इन गर्न चाहन्छु साथीहरू। सुरुदेखि अन्त्यसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। र सबैजना मिलेर साथ सपोर्ट अनि लाइक सब्स्क्राइब गरिदिनु होला। र म फेरि पनि ल्याउने छु न्यू डेमा न्यू ब्लग लिएर आउने छु नयाँ नयाँ ब्लग लिएर साथीहरू। सबैजना सधैँ हेरिदिनु होला मिलेर। गुड नाइट बाई बाई साथीहरू। अब भोलि भेट्ने छु।